हाई गाइज, तपाईहरुलाई मेरो भिडियोमा एकदमै स्वागत छ। इफ पोस्ट भएछ भने तपाईहरुलाई स्वागत छ, पोस्ट भएन छ भने त अब म आफै हेर्नेलाई त के स्वागत गरिरहनु। कति गाडी आएको छ, धेरै गाडीहरु आउँदाखेरि अनि मान्छेहरुले चाहिँ अलिकति हेर्यो भने मलाई कस्तो लाज लाग्छ क्या, म यस्तो भिडियोहरु गर्नै सक्दिन। अनि त्यसपछि के भन्न आँटेको थिएँ म, यो गाडीले नि बिर्साइदेऊ मलाई। आज भिडियो बनाउनुको मेन रिजन चाहिँ आज हाम्रो मतलब रविन्द्र मेरो एज अ अनम्यारिड कपल चाहिँ लास्ट डेट हो, डेटमा जान लागेको। त्यही भएर चाहिँ यसो क्याप्चर गरिदिउँ न त भन्ने सोच आयो, कहाँबाट झोकायो। अहिले एकछिनदेखि मलाई अल्छी लाग्छ, कि त लाज लाग्छ, कि त झ्याउ लाग्छ, के हुन्छ नहुन्जेलको लागि चाहिँ यसो भिडियो बनाइरहन्छु भन्ने सोचेको। सो वी आर गेटिङ म्यारिड सुन गाइज। इफ पोस्ट गरिहालेछु भने पनि यो म बिहेपछि मात्रै पोस्ट गर्छु, गरिनेछु भने त यस्ता नगरेका टुटाफुटा भ्लगहरू त अब मसँग यस्तै हो, भइरहन्छन् हैन। सो आजको चाहिँ म एकदमै मेरो 100% दिन्छु सबै क्याप्चर गर्नको लागि, मेमोरिजको लागि। अब रबिनले मलाई आइपुग्न आँटे 10 मिनट भनेको, आधी घन्टा भएछ होइन जाने, आधी घन्टा अटोले जाने भन्दैछ। के अरे आधी घन्टा भएछ, अब कति बेरमा आउने हो, त्यति बेरको लागि म यहाँ ओत लागेर बसेको छु। सी यू सुन गाइज। फाइनल्ली हाम्रो रबिन दाई मिस्टर दाहाल चाहिँ लाज लगाउँछ आइपुग्नु भएको छ। यस्तो यो ब्यागबाट गर्दा राम्रो हुन्थ्यो कि, तर भएन। यही मान्छे हो है, 50 चोटि फोन गर्दाखेरि पनि एकचोटि पनि फोन उठेन क्या, एकचोटि। यही मान्छे हो। आइ भन्नु मेरो भ्लगमा दिनु जस्तो। सो अब एकछिनमा यो फोन पकड्नु त, म कपाल बान्छु, यतिकै पकड्नु हेर्छु म। वेट गर्छौ एकछिन न हौ, एकछिन त बोकेरै जाने, के गर्ने हो र त। होइन घरमा लानु हैन अनि आऊ भरे घर आउँदिन म, के सोचे के गर्नुभयो। सो गाइज अब हामी एकछिनमा भेटौँला। मैले चाहिँ कपाल पछाडि बाँधेर यसरी अब बाइकमा फेरेर पार्ने कुरा त बिस्तारै कुदाउ, बिस्तारै कुदाउ, यो मान्छेसँग मलाई डर लाग्छ बस्नु। अनि त्यसपछि अब हामी जाँदैछौँ। हामी कहाँ गएको? मलाई ऊ त्यो घर, त्यो अगाडि उयो हुँदै गरेको, बन्दै गरेको। केही भन्नु त नभन्नु। सो फाइनल्ली हामी चाहिँ खजा खाने ठाउँमा आइपुगेको छु। कहाँ के अरे यो खजा खाने ठाउँमा? खड्का मोमो पकाउ, खड्का मोमो सेन्टर। अनि अब मलाई रविना मैले के हुन्छ भन्दाखेरि सबैको बाख्रो पाल्न मन लाग्छ। त्यही ल्याइदेऊ छैन अब हो। आएको छु त केही ल्याइदिएको भोटो सबै ल्याइदेऊ खानु टोपै त्यो उयोहरू पुराउने ल्याइदिन्छु भनेर ल्याइदेऊ त भरे घरमा गएर खानु। आधीको चाहिँ हालिदिनु भएको छ। घरबाट अनि घरमा दिनु भन्नु, त्यहाँ दुईजना बसेर खाउला नि भन्दै। फाइनली मोमो आयो गाइस। घरबाटै पठाइदिनु भयो भने त्यसो मैले खटालिनँ होइन। तपाईँ चाहिँ के ल्याइदिनु भएन त्यसो भए? त्यही टिभी ल्याइदिनु, मैले टमाटर टिभी ल्याइदिनु। रोप्नुपऱ्यो मलाई टमाटर किनी, अनि घरबाट पुऱ्याउनु पकाएर पठाइदिनु सक्छ। मिल्नु खोज्छु भन्नु न, आधी बाटोमा आएपछि। हेलो गाइस, तपाईँलाई लाग्छ म यो भिडियो पोस्ट गर्छु होला? गर्दिनँ ल गर्छु ल। सो मान्छेले पत्याएन मलाई म यो भ्लग पोस्ट गर्छु भन्दाखेरि। ए युट्युबमा गर न भाइ, लाज लाग्छ। के छ काम खाऊ यहाँको भेटै म भेट्नु पहिला हामीले 50 रुपैयाँ पाइन्छ पैसा।
अहिले छुट्टी ए आउँछ खाऊ न तपाईँले बाइकमा आउँदाखेरि मैले खाइसकेको कतिखेर निस्किन्छु म अब 15 मिनटमा आइपुग्छु खाजा खाएर निस्किसकेको छौँ तर कहाँ निस्केको चाहिँ वी आर नट स्योर अबाउट इट मलाई यहाँनिर के हो यो वाटर पार्क के कहाँनिर लिएर आउनुभयो कस्तो ध्वासी न ध्वासी भइसकेको छु एकैछिनमा घरबाट सनक क्रिम श्रिम दलेर निस्केको अरे अहिले यहाँ भ्याक्क परेको भयो कोही आउँदैन नि त गलियो गाइस यत्रो ब्याग बोकाएको छ ड्रिमल्यान्ड पार्क आइपुग्यौँ हामी यो के हो यो म त सुरुमा जिजस क्राइस्ट जस्तो देखेँ यहाँनिर सबै मेरो साथीहरू यहाँ छन् सबै यहाँ छन् मेरो साथीहरू अब हामी जाँदैछौँ माछा होला नि के रोथी कस्तो फोहोर पानी रहेछ कस्तो फोहोर रहेछ पानी लु हेर्नु यो बोक्नु सो जाँदैछौँ सुई बसौँ न शीतलमा बसौँ लु यहाँ पिङमा बसौँ बरु गफ हान्दै बसौँ त अहिले एकछिनमा घुमौँ र मेरो खुट्टा दुखेछ थाहा छैन तपाईँलाई केटाकेटीको लागि चाहिँ एकदमै दामी ठाउँ रहेछ यो नि रविन मैले के भनेको थिएँ के भनेको थिएँ त तपाईँलाई थाम्दैन त त्यसले यहाँ छ के उयो सफारी हो अनि उयो रेलिङहरू छ नि हो यहाँ एक राउन्ड यहाँ दिन्छ क्या यस्तो घाममा तपाईँलाई के सफारी कुद्न मन लाग्छ अहिले छोड्नु त अहिले शीतल छ नि उयो शीतलमा बसौँ न हौ गाइज मलाई यहाँ कस्तो मन लाग्छ चढ्न तर बिग्री भाँचिन्छ होला अनि भाँच्यो भने त म तिर्न सक्दिनँ हट्नु यहाँ भाँच्यो घाम छ जानु एक एकवटामा बस्ने वा अब हल्लाइदिने कोही छैन त्यसैले आफै हल्लिने हो गाइस यहाँ यो अलि सानो रहेछ जल्दी अहिले एक्लै खाँदैछन् मलाई खाम पनि भएन मैले ल्याइदिएको मलाई नि दिँदैन रिङ हौ त्यस्तै खालको बनाइदिन्छ बेमा यस्तो लाउँदैन हौ अस्ति मैले पठाएको छु त एउटा दिन त गाइज यो मान्छे वहाँ पुगिसक्यो मलाई यहाँनिरको भिडियो बनाइदिउँ न भन्नु पर्यो भिडियो बनाउन मन लाग्यो यहाँनिरको यो मान्छे छन् उहाँ यहाँ आउनु न मेरो यहाँ भिडियो बनाइदिनु न यहाँ माथिबाट हिँडेर आएको मैले सम्झाएको चाहिँ उसको बनाइदिनु त्यो मान्छेलाई चाहिँ के सफारी चढ्न मन लागेको होला नि सिटी सफारी चढ्न त्यो हो क्या टिकटमा चाहिँ पर पर्सनको 100 थियो त्यसपछि सफारीमा एक राउन्ड चाहिँ त्यही टिकटमा पर्थ्यो क्या टिकटमा अनि त्यही भएर म कहाँ बस्नु अगाडि बस्छु आँट्दिनँ म तपाईँसँग यत्रो भैँसी जस्तो जिउँछ म भैँसी होइन त वाट डु यु मिन त्यो त पहिला पढ्ने स्कुलको भ्यान जस्तो छ त अब चाहिँ हामी सफारीमा ट्राभल गर्न गइरहेको छौँ कुन मान्छे त्यही आन्टी हो Let's begin. यहाँ कस्तो कालो मेरो गोरो आयो इन्जोय गर्दैछ यो टावर चाहिँ के हो यहाँनिर टाइगर छ
बच्चाको लागि राम्रो यहाँ ल्याएर गाइस मलाई प्लेटी खेला फेरि आउँछ ए यहाँनिर नर्सरी पनि रहेछ भाइ बहिनीहरू बोकेर आउन चाहिँ एकदमै दामी एकचोटि बोकेर आउनु नि किचनमा तपाईँले खिच्नु भन्थ्यो तपाईँको फोनबाट आफू चाहिँ पापर हुन्छ नि मैले पेन्टिङ चल्दैछ यो मान्छे कस्तो छन् भने भ्यूहरूको चाहिँ भिडियो गरेर भ्याए तर आएदेखि मेरो भिडियो केही गर्दैका छैन क्या नथिङ एट अल अहिले मैले भनेपछि फोन ठडी आए यस्तो छन् लाइक मैले खिच्न लगाएको हो ब्रो त्यो बेब्रा रहेछ कति धेरै अमलाई कस्तो धेरै भन्नु कति धेरै बगानै छौ क्या कति कुराको फाइनली हामी एन्ड आइसकेका छौँ के जाने भयो ल अब फेरि अहिले एकछिन हामी चिप्लेटी खेल्दै पिङ खेल्दै आउँछौँ हामीले चिज बल किनेर खाँदै पिङ खेल्न चिप्लेटी खेल्न जाँदैछौँ मलाई खुवाइदिनु आमा उसले 3टा खाँदा मैले एउटा खाएँ गर्नको कारणले मैले खान पाएको छैन 2टा खाएँ उहाँले 6वटा खानुभयो म गन्दैछु ठिकै छ अब भिडियो बन्द गरेर खान्छु ल नत्र मैले खानै नपाउने रहेछु खुवाइदिँदा त हुन्छ नि एटलिस्ट मैले 2टा त खाइसकेँ हो एउटा खुवाइदिनु भयो अहिले खाइन यहाँ म्याडमले चाहिँ सिलिबिटी खेल्ने अरे अनि सानोमा खेलाएर ठुलोमा ल्याएको छु सो आफ्नो बच्चा बच्ची नहुन्जेलसम्म मान्छेहरू आफै बच्चा बच्ची हुनु पर्दो रहेछ यसरी आउनु आउँछु कस्तो दामी लाग्यो गाइस यहाँनिर हिँडेको भिडियो कस्तो दामी आउने रहेछ ओए ल म फेरि भिडियो गरेर आइपुग्छु राम्रो रहेछ गाइस ठाउँ चाहिँ टक्क थ्याङ्क यू यो क्लिप क्याच गर्नु त समात्नु त सो मैले चाहिँ फुल पाएँ गाइज यसरी बगैँचाहरूको टिप्न अलाउड त हुँदैन त्यही पनि ठिकै छ मायाले टिप्टेको भन्ने लगाएँ अब चाहिँ हामी निस्किनुपर्छ गाइज हामी चाहिँ यो हामी चाहिँ यो के अरे यो पार्कको नाम खै के हो होइन हौ ए ड्रिमल्यान्ड घुमिसकेका छौँ अब हामी निस्किन्छौँ अब हामी कहाँ जान्छौँ अब यो सिटी सफारी गरौँ पर्दैन हो पर्छ यस्तो यहाँ हेर्नु त यो मेरो बेस्टी लज्जा यो हाई लज्जा आई डोन्ट मिस यु ए लज्जा पनि आउँछ बेमा तिहारमा आउँदैन अरे बेमा आउँछ अरे अनि त्यसपछि यहाँनिर रबिन यहाँ एउटा रबिन हुनुहुन्छ होइन उहाँकै डुप्लिकेट चाहिँ यहाँ हुनुहुन्छ है अब हामी निस्किन्छौँ र हामी कहाँ भेट्छौँ हामी कहाँ जाने हो पिज्जा घर ओके हामी पिज्जा खान गएको गाइस सी यु सुन अगेन अनि हामी चाहिँ पिज्जा घर आइसकेका छौँ अब हामी कस्तो भारी छ यो मान्छेको ब्याग गाइस फाइनली हामी पिज्जा घर आइपुग्यौँ फेरि हेर्नु त सरजी ब्याग बोकेर हिँड्नु है ब्याग बोकेर हिँड्नु है मुनि पिज्जा घर हो माथि हस्पिटल हो क्यान यू ए सरी हामी बस्ने ठाउँमा अरू नै कोही रहेछ गाइस स्याड लाइफ भयो हामी बस्ने ठाउँमा अरू नै कोही रहेछ कपालले रिक्सा भनेर चित्तमा चाहियो अहिले मेनु हेर्नु न पहिला फोन नहेर्नु त्यस्तै साथी हुँदैन हौ
यो मान्छेले स्पाइसी अलिकति पनि कन्ट्रोल गर्न सक्दैन। एउटा के भन्छ चिकन पिज्जा एउटा चिकन पिज्जा कुन साइजमा? स्मल। स्मलमा अनि अर्को भनेको एउटा के भन्छ स्प्राइट एउटा अनि एउटा पानी ल्याइदिनु। पानी नर्मल छ यो मान्छेले नि सुनको भाउ बढेको मात्रै देख्छन् क्या, उसको भाउ चाहिँ दिनकै बढिरहेको गरेर बस्न पाए केही छैन। अनि सुनको भाउ बढो भन्दै मलाई देखाउँछन्। के भन्ने यस बारेमा, के बोल्ने यस विषयमा, के भन्नु छ छैन? मलाई त केही छैन, तपाईँहरूलाई पनि केही नभएकै राम्रो। मैले साँच्चीकै यो अपलोड गर्नु अरे कस्तो बेइज्जत हुन्थ्यो होला, मतलब लाइक राम्रै छैन छ होला भरे एडिट गर्छु गर्न चाहिँ। र गजलको हालत हेर, बिहान आउँदा कस्तो मजाले कति राम्रै भएर आएको थिएँ, यहाँ आयो मान्छेको बाइकमा कुदेर धुवासी न धुवासी भइसक्यो। ठ्यार पारेर उडाएको छ, उसले पो हेलमेट लाउँछ त, मैले मास्क पनि बोकेको छैन। अलिकति ठुलो होस् भएर झार्छन् होइन, अनि छोडिदियो कि मलाई त केही छैन। अर्कोचोटि आउँदाखेरि छ पक्का एउटा डाइरेक्टली नहेर्नु कि हेर्नु न कस्तो उयो रहेछ। हामीदेखि उतापट्टिको साइडको कपालहरू रिसाइरहेको छ क्या। त्यसपछि केटाले चाहिँ पिज्जा खुवाइदिन खोज्यो, अनि के अरे चाहिँ फर्लक्क उता फर्क्यो अरे केटाले प्लेटमा पिज्जा फ्याक्क फ्याल्यो। हामी त उल्टै रिसाइदिन्छन् वास्त गरेर, म खाना पो थाल्छन्, खाइदिन्छन् गमगम अनि दिन्छन्। उसलाई मुडको पर्वा हुँदैन, उसलाई ङको मात्रै हुन्छ। सुनेकै छैन क्या, सुनेकै छैन। के भने भाइ दाइ मैले तिमी कति राम्री यस्ता मान्छे छन् हट्न के पारे। हाम्रो पिज्जा आइसकेको छ गाइज, अब चिसो आउन बाँकी छ। हामीले यहाँनिर त्यो नोट बनाउने भन्ने सोचेको थियौँ थाहा छ। तपाईँ गर्नु त को हुन्छ नि, मैले जसले भिडियो बनाउँदै तपाईँले के गर्नुभयो? के थोरै खानु है। गाइस सी यू अब एकछिनमा सुन पसलेको। गाइस हाम्रो 21 गते बिहे छ अनि 22 गते मेरो बर्थडे छ। अनि यो मान्छेले मलाई अहिले के भन्दैछन् थाहा छ? भन्नु केक काटिदिने भन्ने कुरो। ल सबैजना हुनुहुन्छ, केक काटेर मनाउनुपर्छ। ल यत्रो केक काटिदिने अरे, मेरो कप केक काटिदिने अरे। केक काटेर बर्थडे मनाउँदा भइरहन्छ। तिमीलाई म साँच्चीको राम्रो भन्नु। ल यहाँ सुन, त्यसरी अब गर्नुपर्छ भनेर त भन्छ। किन लिङ्गाको लगाइदिनु, मैले पनि थाहा त्यो लगाइदिन्छु। तपाईँलाई म टिपेर खाइदिन्छु। डोरा सुला चाहिँ लाउने कि भाडा नलाउने भन्ने कुरो चाहिँ हो। नलाउने ल यहाँ सुन न, ठिक छ रहर हाम्रो छ, म उहिलेदेखिको रहर थाहा छ मलाई क्या। त्यसमा मलाई एकदम रहर थाहा छ, होइन द्याट होइन। त्यहाँ तिम्रो प्लान पनि रिभ्यू गरिदिनु गरिदिनु थाहा छ। ल
अनि अब बरु गेम गएको छ अब यही कुरा भइसक्यो है धेरै मैले तपाईँलाई लगाउनुपर्छ भने चाहिँ सकियो ओके सकियो क्लियर हुन्छ लिनु हुन नलिनु एकदम फोर्स त्यस्तो हुने सल्लाहमा जाने भनेको छ होइन त्यसपछि मैले नाइ भन्दाखेरि उसले जबरजस्ती त्यो कुरालाई ल भन्ने बनाएको छ क्या मैले कहाँ त्यस्तो बनाउनु त्यस्तो ध्यान गाइस हामीले फेरि चिकन ठिक छ हजुर भनेको तपाईँले गर्नुपर्ने तपाईँलाई लाग्ने उयोहरू तपाईँकै हिसाबले गर्नु मेरोमा चाहिँ गर्दैन त्यो पनि मलाई सोध्नु रहेछ मतलब तपाईँलाई चाहिने तपाईँको हिसाबले गर्नु मलाई चाहिने मेरो कन्डिसनले भनेको अब तिमीलाई लगाइदिनु पर्ने कुराहरू चाहिँ मैले तिमीलाई सोधेर गर्नु अनि मैले गर्ने चाहिँ मलाई चाहिँ मन लाग्छ त्यो गर्नु भनेको ऊ चाहिँ रिसाएर ठुस्किएर हाँसेरै भनेको अहिले त्यसरी गर्नु गाइस यो हाम्रो बिहे हुन्छ जस्तो मलाई लाग्दैन होइन एउटा अन्डरस्ट्यान्डिङमै जाँदैन क्या उसको मैले कुरा जाँदैन भनेको क्या मैले कुरा जाँदैन उसकोमा मैले अग्री नगरुन्जेल त्यही कुरा मात्रै भनेको भने मैले अरू सबै कुरामा अग्री गरिसकेँ है अरू मैले रिसेप्सनको लेङ्गा रेन्ट लाउँ भनेको ठिक छ मैले अग्री गरेँ सामानहरू कम्बाइन गरेर एउटा डबल गर्ने एउटा किन भनेको ठिक छ त्यसमा अन्डरस्ट्यान्डिङमा जानु मैले माने है अन्डरस्ट्यान्डिङमा जानु कसैले पनि सोचेको थिएन क्या यो मान्छेसँग मेरो बिहे हुन्छ भनेर 2 वर्ष कितने वर्ष लग पऱ्यो 2 वर्ष लग पऱ्यो 1 वर्ष ब्रेकअप भयो सेकेन्ड इयर पछाडि 2 वर्ष लग पऱ्यो 1 वर्ष ब्रेकअप भयो 1 वर्ष होइन 5 छ मैले बाह्र एक्जाम अनि त्यही त चोइ पछाडि हेर्नु त म स्कुल पढाउनु थालेँ थियो उसतिर माथातिर भएर अनि त्यो के अरे साउन्डमा त भेट्न भनौँ न हो म एडमिसन गरेर भन्नु भने म हजुर खर्च गर्नु पर्दैन हजुरबा खस्दाखेरि त्यस पछाडि फेरि त्योसँग पनि बोल्नु बोलिन अनि त्यो कोइन्सिडेन्स अरे 3 एक्स यो मान्छेको 3टा एक्स थियो होइन मलाई थाहा भएको यो मान्छेको 3टा एक्स थियो 2टाको बिहे भइसक्यो अब एउटाको हुन बाँकी छ को साथी नाइ त्यो त साथीको थाहा छ त मलाई थाहा छैन म तपाईँ त्यति बेला मसँग बोल्न सुन्नु तपाईँ मसँग त्यति बेला बोल्न थाल्दाखेरि एकचोटि तपाईँ हेरिहाले खोजिसके क्या यहाँनिर खोजिसके फ्रेन्ड भनिरहेको थियो कसरी एक्स भन्नु कुरा आयो त्यहाँ कहिले बोलेको छ कहिले के छ कहिले बोलेको के छ हेर त म त कहिले जुन हिँड्न आउँछ ला के फेरि के भनेर भन्छु ए कहाँ चाहिँ भन्नु अहिले बोल्यो प्लिज सोच्नु प्लिज ओके गाइस हाम्रो खाना आयो बिल स्प्लिट गर्ने भनेको आई वन गाइस आई वन अब आइसक्रिम तिमीले खानु ओके आइसक्रिम खाने भुडी छ होला मेरो त आँट्दैन ओके अब हामी खाना लेङ्गा हेर्न पनि जानुपर्ने छ रात परिसक्यो 5 बजीसम्म आज हामीले लस्टै ढिलो गऱ्यौँ अब ला बेलुकासम्म मलाई पुऱ्याइदिन नि भ्याउनु न उता पनि जानुपर्ने गाइस अब चाहिँ हामी पिज्जा घरबाट निस्केको त्यही त मैले भने त अब के छुट्यो मात्रै हाम्रो क्या खुट्टा दुख्यो यार मेरो त खुट्टा दुख्यो यार मेरो अब के गर्नु त्यो के अब
अब हामी कहाँ जाने हो कि लेङ्गा हेर्न जाने हो कि रिङको साइज लिङ्कको साइज चाहिँ मेरो ओके अब हामी रिङको साइज नाप्न जान्छौँ अनि त्यसपछि लेहेङ्गाहरू हेर्न जान्छौँ के कति पर्ने रहेछ सी यू सुन अगेन हामी सुनपसल आइसकेका छौँ ठिकै हुन्छ होला यो ठुलो भयो अनि यत्रो दिने रहेछ नि त उसको चाहिँ यत्रो मोटो हात छ मेरो चाहिँ यत्रो छ उसको कान्छेम्ला जत्रो पनि छैन जस्तो छ अब मेरो पनि त्यस्तै थियो अलिक ठुलो गर्नु नि त कति बाटो त्यहाँनिर गाँठोमा त टाइट हुन्छ कि भित्र पसाउनु न भित्र पसेपछि ठिक भित्र पसेपछि पनि जस्तो यो पनि यताउता हल्लिएन नि त हल्का हल्का मात्रै हुन्छ हौ त्यस्तै भएको छ त मेरो ठिक त्यस्तो अलिक टाइटै भयो भने त पछि बढाउन चाहिँ मिल्छ लुज भयो भने फेरि घटाउनु काट्नै पर्छ घटाउँदै मिलेन है हामी सुनपसलबाट निस्किसकेका छौँ आज हामीले लेहेङ्गा हेर्न भ्याइनौँ ला के गर्ने अनि अब बाइक यहाँ छ हौ आफ्नो बाइक पनि चिन्न छोडिसकेँ ल होइन अब आउँदा त एकैचोटि के सामान किन्न आउनुहुन्छ नि त तपाईँ मलाई भद्र रेस्टुरेन्ट छोडिदिनु त छिटो होइन अनि आज हामीले लेहेङ्गा हेर्न भ्याइनौँ गाइस त्यही भएर अर्कोचोटि हाम्रो भेट भनेको ठ्याक्क त्यो के भन्छ सामान किन्ने बेला हुन्छ त्यति बेलै फेरि रेडिमेड लिने हो कि यो टुङ्गो हुँदैन नि त के गर्ने हौ हत्तेरी राति पो भइसकेछ ठिकै छ अब जे भए पनि किनिहाल्नु हुन्छ कस्तो घुरेर हेरेको भाइ बाई बाई गाइस अब गएको ल निस्केको म अब घर जान्छु हाम्रो डेट चाहिँ यहीँ लगभग समाप्त भयो अब मलाई ठ्याक्क त्यहाँ मजाको रेस्टुरेन्ट पुऱ्याइदिएर हाम्रो सर चाहिँ जानुहुन्छ खै ब्याग दिन आज आइसक्रिम पनि खान गइएन खाने हो हाम्रो फाइनल्ली हाम्रो आजको डेट चाहिँ सकिसकेको छ बिस्तारै अनि त्यसपछि अब हाम्रो भेट कस्तो दामी झिलिमिली लागिसकेछ अरे न त अब हाम्रोतिर पनि झिलिमिली लाउने सिजन आयो गाइस अब यस्तो धमाधम हुन्छ हाम्रो तिहारको सपिङ तिहारको प्रिपरेसन अनि त्यसपछि बिहेको सपिङ गाह्रो छ हौ बिहे गर्ने सोचिसकेपछि त एकदमै गाह्रो हुँदो रहेछ झन् म त खर्च सम्झेर उही ट्रकले हान्छ होला हौ मलाई मेन डर लाग्ने भनेको यो ट्रकको कस्तो डर लाग्छ मलाई के अरे मलाई रिङको साइज कति 11 लाग्यो उसलाई 21 लाग्यो कि राम 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 कम्तीमा पनि छानी भन्दा कम्तीकोले त हुँदैन अरे छानीकोले आजको रेटमा 66,000 हौ कम्तीमा भन नि त इक्जाम्पलको लागि कम्ती सडक चुप बोल्नै दिँदैन न मलाई त बोल्नै दिँदैन के भन्दै थिएँ म त्यही हो अब घर जाने हो रिस उठाइ हिँड्ने बेलामा रिस उठाइदिन्छ नि कम्तीमा पनि छहानी लाग्छ अरे अनि कम्तीमा छहानीको लागेर त्यो के भन्छ ज्याला गरेर 66,000 हुने रहेछ अनि आजको दाममा है अब फेरि भोलि बढी नै हाल्छ ऊ रबिनको भाउ बढे जस्तै सुनको भाउ पनि दिनकै बढ्ने हो कि होइन इस होइन अरे के भनिदिनु हो अब यहाँ गाडी पो छ कि छैन मेन त ला अँध्यारो भइसक्यो मलाई त घरबाट फोन पनि गरेका छैन नि त हौ के हो भाडा गाडी छैन त ब्रो म्याजिक स्ट्यान्ड छोडिदिनु अब उता अगाडि म्याजिक पनि छ कि छैन ला गाडी नै रहेनछ गाइस अब के गर्ने यही जान्छ देउन्या पक्नु एकचोटि यता आउनु त पक्नु ल के अरे भोलि कति बेला जानुहुन्छ घर बिहानै जान्छु होला
हो ल सोधेको कति बेला जानुहुन्छ बिहान अब खाना खाएर कि त खाजा खाएर ल हाम्रो भेट यहीँ समाप्त भयो एज अ म्यारिड कपल अब हामी टाढा हिँड्छौँ बाई बाई ल ल ल म घर आइपुग्दै यस्तो अँध्यारो भइसक्यो आज सबै त भ्याइयो जस्तै लेहेङ्गा हेरेर मात्रै भ्याएन त्यही चाहिँ मलाई अलिकति चित्त बुझिरहेको छैन ठिकै छ अब अर्को चिठी हेरिहालिन्छ केही छैन त्यही किन्न आएको बेला अलिक धपेडी हुन्छ भनेर चाहिँ आज हेर्न खोजेको भ्याइएन अब सो त्यसै गरी मेरो भिडियो चाहिँ म यहीँनिर एन्ड गर्न चाहन्छु धन्यवाद बाई बाई गाइस सी यू सुन अगेन जोगमिनीको किनमेलमा बाई 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 बाई